कष्ट गरेर बनाएको भिडियो पनि हेरिदिनु भएन भने चाहिँ के बनाउनु हो भिडियो सानो भएर यसरी गर्ने हो खासमा क्रस छिर्छ त यहाँबाट हेलो एभ्रिवान वेलकम टु माई न्यू ब्लग यो चाहिँ मेरो लास्ट इयर नै सन्दकपुरमा लिएको भिडियो थियो लास्ट पार्ट मैले नहाल्ने के भन्दै थिएँ फेरि यहाँ त मैले लिटरली 3 आवर्ससम्म चाहिँ झुन्डेर गाडीमा यात्रा गरेको भिडियोहरू छ सन्दकपुरको रोडहरू कस्तो छ कसरी के हुन्छ भन्नेहरू छ नहाल्ने के भन्दै थियो फेरि पनि मैले हालेको म आफ्नै लागि पनि लास्टै मेमोरेबल ट्रिप थियो सो मैले फेरि पनि यो भिडियो हालेँ अनि तपाईँहरू पनि हेरेर इन्जोय गर्नुहोला यहाँनिर चौरीको गोठ हो कि घर थिएछ अनि त्यसपछि उहाँहरूले भत्काउनु भएछ मान्छेहरूलाई जिन्दगी चलाउनुको लागि कति गाह्रो छ खासमा भन्ने हो भने हामी कम्प्लेन गर्छौँ मान्छेहरू यहाँनिर बसेर पनि जिन्दगी बिताइरहेको थिएछ यसरी सबैजना मानिसहरू अब अरे यार कत्रो हावा चलेको ओ तल पुगिरहेको छ मान्छे त्यस्तोमा चाहिँ गएर खिच्ने ओ सही छ ओ यस्तो डर लाग्दो छ नि त्यो त ओइटेरिका त्यो भिड माथिबाट चाहिँ यस्तो डेन्जर भिड देख्छ तर यहाँबाट त भिडै छैन त नि खै कति नै भिड छ यतिको त भिडै होइन नि अनि एकछिनमै खुल्लिन्छ फेरि आइहाल्छ नजाऊ है बुढो यस्तोमा त जिस्किनु हुँदैन जति आटिलो भए पनि यस्तोमा पास्टर फेरि जे पनि फेरि पास्टर त्यस्तो गर्नु नि फोटो खिचिदिन्छ उतै फर्केर सरको 8औं अजुबा हेर्नु मन छ भने यस्तो हिउँ पर्नु लागिरहेको छ यहाँनिर फ्रिजमा राखेको कोल्ड ड्रिङ्क्स खाइरहेको छ के आया पानी आयो होलु जाऊँ न हौ अनि अहिले चाहिँ भात खाएको पचाउँछ क्या अहिले रियल सियल चलिरहेको छ यहाँनिर पानी पर्नु लागि वाउ चराचराहरू पनि उड्दैछ नदेखिदिएको नि लौ अनि रेकर्डै छ पर्यो अनि त्यसपछि गोठमा बस्ने अरे म चाहिँ गोठ पनि देख्दिनँ त्यही त यस्तो पानी त रहँदैन भन्छु पानी झरीमा कसको गाई होला बिचारा म झन्डै भागे कत्रो सिङ भएको थियो चौरी गाई पानी आइरहेको छ अनि पानीमा यसरी हिँडिरहेको छ ल सब भिजे जस्तो त कपाल पनि मेरो पनि त भिजे त उसको मात्रै ल्याउँदै मेरो त कपाल भित्र छ भनेर सोचिरहेको थिएँ नि त
औँला दुखेर यसो गरेर यसरी पछाडि प्रेस दिँदै हिँड्नु न त नि मेरो त जुत्ता राम्रो छ नि त पनि हो त भनेको त्यो भित्र यस्तो यस्तो छ कि यस्तो स्लिप खाइहाल्ने खालको छैन क्या खासै त्यो फर टाइपको छ नि त अनि स्लिप हुँदैन त्यति धेर अर्को हुनु भने चाहिँ हुन्थ्यो फेरि अर्को स्लिप खाने खालको छ यस्तो पानीमा अरूहरू सब पछाडि छोडियो म र मामे चाहिँ आएको अगाडि पानी झरीमा वाइ ग्लास भनेर सोच्ने होला तर आँखामा यताबाट सिधै पानी आएको छ कि त्यो भएर पनि मैले लाउनु पर्यो अनि यसले यसरी भनेको थिएँ सास फेर्नु गाह्रो भएर खोल्दै पानीमा कुदाइ छ गाडीहरू कतिजनाले यहीँसम्म मात्रै लिएछ सब मेरो फोनभरि पानी लाग्यो ओके चौरीको छुर्पी भनेको हजुरहरूले डल त्यो मन मनै उता पठाउनु पर्यो भने चाहिँ कसरी ए है हजुर एक त भनेको अलिअलि 1-2 रुपियाँको 1-2वटा पनि बेच्नुहुन्न हजुर गोटाको मलाई एउटा दिनुहोस् ल म चाख्छु परोस् न 10 रुपियाँ भाडु हाम्रोमा हामीहरूकोमा गाईको छुर्पी त हामी पनि बनाउने हो कि झन्नै हो त अहिले दिइहाल्नु न हजुर चाम्रो हुन्छ एकछिनमै टेस्ट त पाउँदैन ए अहिले त होइन कि मलाई यो चाहिँ खान्छु अहिले एकछिनमा खान्छु नि त्यो त थ्याङ्क यू अहिले दिन्छु नि पैसा चौरीको छुर्पी टेस्ट गर्ने हो यहाँनिर आएर यो मामी खानु हो नै चाउचाउ साँधेको खाने हो खानु न प्लिज हो यो चाहिँ के हो के अरे त्यो सारङ्गी हो सारङ्गी होइन ए सारङ्गी अब हामी जान्छौँ जत्रै पानी आए पनि हामीलाई वास्ता छैन ल यसरी गाडीमा चढेर हिँड्दैछ नि यस्तरी छौँ ल बिचरा हामी झुन्डाइ छौ झुन्डाइ छ माथि गाडीले यसरी चढिसकेका झन्डै फोन झऱ्यो यार हल्लाएर चाहिँ यस्तो बाटोहरूमा चाहिँ झुन्डेर हिँडिदिएको हो कि यहीँ त भनेको त हिजो म यस्तो खतरामा पनि अङ्कल निकालिदिनु भएको थियो क्या गुडुङ आथा केले पोलेको थाहा छैन यसरी पास्रो झुन्डेको जस्तै हो म पनि रोडाइज आयो हो ए मेरो हातलाई कसरत भयो अघि पनि त्यसो भन्छ अहिले पनि त्यसै सरर 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 यसरी हिँडेको पास्टर हलो भनिदिनुहोस् मोबाइल झर्ला नि जान्दा नि हुन्छ हो त यस्तो जङ्गल गाडी छ अनि हामी झुन्डेर हिँडेको पास्रो तपाईँ अलिक कल भयो अलिक माथिबाट जङ्गल छ है पुरै गाडीको बाटो चाहिँ यस्तो भित्र ओ ल के थियो क्यामेरै कस्तो बनाइदियो ल जङ्गलको रास्ता कहाँ चल
लाउरो रबिन भएन यो त उही क्यामेरा त पानीले के गर्छ पानी पानी क्यामेरा भयो अनि यसरी झुन्डेर दुःख छ नि हो यस्तोमा एउटा हातले पक्रिराख्नु परेको छ यसरी कति गाह्रो होला मलाई अब फेरि उकालो यस्तो जोडतोडको उकालो हुन्छ उकालो पनि के हो यो पास्टर झुन्ड्यौँ पास्टर झुन्ड्यौँ एकदमै बाटो चाहिँ जान्छ हाम्रो सबै अलग लुलुक हुनुहुन्छ यहाँ तल चाहिँ यस्तो सेन्टिलार गाडी र बाटोको अवस्था हेर्नु सबैजना हामी दुईजना चाहिँ यता यसरी हिँडेर यात्रा गरिरहेको छौँ ड्राइभर दाइले सररै अगाडि गाडी बढाइराख्नु भएको छ सन्दकपुरबाट फर्केको पानी परिरहेको छ अहिले हल्का अघि एकबार दामी पानी परेर यत्रो कष्ट गरेर बनाएको भिडियो पनि हेरिदिनु भएन भने चाहिँ के बनाउनु हो भिडियो हेरिदिनु होला हेरिदिनु पर्यो नि मेरो उकालो उकालो गाइज यो सब गुराँसघारीमा यसरी झुन्डेर भ्लग गर्नु कति गाह्रो छ यो बाटोमा बाइक पनि कुद्नु दिँदैन कति खतरा बाटो हिँडिरहेको छौँ हामी अझै 16 किलोमिटर मेरो हात दुःख पाउँदैछ केही छैन र कस्तो अति मात्छ अनि पानी पनि आइरहेको छ चिसो चाहिँ नलागोस् टोपीहरू खत्रै उडेको छु अझ चाहिँ पास्टरले पनि खतरा उड्नु भएको छ यस्तो बाटोबाट हामी आइरहेको छौँ के सजिलो रेला छ जस्तो लाग्छ कि के हो सन्दकपुर खुट्टै भाँचिनु लागिसक्यो उभिएकोले बाटो यसा हे हो यहाँनिर गाडी साटिनु पर्ने अवस्था छ यहाँ अनि यसरी ब्याक गर्दै हो खासमा गाडीलाई कहाँबाट जाने भनेर रोड सानो भएर यसरी गर्ने हो खासमा क्रस छिर्छ त यहाँबाट छिर्दैन कस्तो दुःख छ काट्नुलाई गाह्रो छ Do not mix drinking and driving अरे गाइज यस्तो बाटोमा मिक्स गर्ने पनि होइन अझै छ गाह्रो जस्तो लाग्छ लैबरी भाकेले साथीहरूको टर्निङ पुगेन के तपाईँ नयाँ हो र यहाँको लागि हाम्रो अङ्कल एकैतालमा सट्टै कस्तो लाग्यो
भन्दा उताको भिडियो चाहिँ मैले बनाइनँ, किनभने अब यो हामी माने भन्ज्याङ आइपुग्नु आँटिसकेको हो। साथसाथै म अति बेसी थाकेको थिएँ। अनि जतिजना सन्दकपुर जानुभएको छ कत्रो लामो बाटो मैले झुन्डेको हो भनेर तपाईँलाई थाहा छ। अनि त्यतिखेर मेरो हातको लिगामेन्ट नै फाटेको थियो, जो बेसी झुन्डेर यात्रा गरेर। तर नि केही छैन, मलाई ट्राभल गर्नु मनपर्छ, आई लभ ट्राभल। फेरि पनि म त्यहाँ जानु सक्छु। यस्तो बवाल ट्रिप थियो मेरो लागि, त्यही भएर पनि यो भिडियो हालेको। मर्निङ भ्यू, एकछिनमा पानी परेको, रोड्सहरू त्यस्तै, त्यहाँनिरको गाडी क्रस भएकोहरू, वाउ ब्युटिफुल मेमोरी। त्यही भएर तपाईँहरूले पनि जानु सक्नुहुन्छ, इन्जोय गर्नुहोस्। अनि मेरो यो भिडियो हेरेर पनि एनिवे थ्याङ्क यू फर वाचिङ। अनि तपाईँहरू इन्जोय गर्नुहोला यो भिडियो हेरेर।